के बोके खाएन क्या मासु खा बसे क्या मैले एकदम चोट बनाएको छु गाइस हैन यो चाहिँ विशाल बजारको चोक हो गाइस है अनि यहाँ चाहिँ यस्तो छ अहिले नाइट भ्यू त राम्रै छ अब यताबाट गयौँ भने चाहिँ हामी बस्नपुर पुगिन्छ र यताबाट गयो भने सिधै न्यू रोड अनि यस्तो समाज छ यहाँबाट यसो देखिन्छ मनको बडासम्म अब चाहिँ मनको बडासम्म यस्तो रामदेव मनको बडासम्म सक्दिने केही छैन म इडिट गरिदिन्छु मनको बडास भनेको एकैछिन आफै नै हो आफै भन्नु मनको बडास आफै नै हो अनि केटाकेटी यस्तो गर्दा ठिक हुन्छ तिमीले यस्तो मैले यस्तो भोगे खा तिमीले यस्तो नगर ल भन्ने टाइपको क्या बाहिरबाट भन न केटाकेटी हो तिमीहरू चाहिँ राम्रोसँग लाइफ आफ्नो जिन्दगी जिउएर पछि चाहिँ फेरि हामी जस्तै अरे कहना क्या चाहते हो नहुनु होला फेरि कस्तो तिमी कसरी हो त्यस्तो भएर म अब म चाहिँ के हो त्यस्तो के भयो सम्झिनुपर्छ र भन्न के छ लाइफमा तिमीले के चाहिँ भोगे अरे बेटे तुझे थकान नहीं लग रही क्या के भोगे खाएन क्या मासु खा बसे क्या म चाहिँ आज चाहिँ कपाल चाहिँ एकदम छोटो बनाएको छु गाइस होइन अनि गाइस कस्तो देखाएको छ मलाई थाहा छैन गाइस सबैजनाले कमेन्ट गरिदिनु होला है सबैजनाले माया गरिदिनु होला छोटो बनाएको छ गाइस छोटो त भन्न मिल्दैन छोटो बनाएको छु अच्छा छोटै बनाएको छ क्या गाइस एकदम छोटो बनाएको सो मैले एकदम छोटो बनाएको छु गाइस हैन खत्म हो गया भैया मैटर भोलि बिहानै दिदी आउनु पर्ला ल के गर्नु पर्छ यहाँ क्या भन्ने यहाँ बस्न बिजो भन्छ कुन ठाउँ छिने होइन मान्छे छिने होइन अब हामी चाहिँ अहिले यो बनेपामा बस स्टेसनमा छौँ अब बस स्टेसनमा आज हामीले गाडी छुटायौँ र एउटा गाडी थियो त्यो गाडी पनि नजाने भन्यो अब अहिले चाहिँ हामी खाजा पसलमा छौँ अहिले अब त्यहाँ गएर अब हामी फेरि काठमाडौँ जाने गए हिजोको भिडियोहरूदेखि कन्टिन्यू भइरहेको नि त भोलि चाहिँ अब फेरि हामी आउँछौँ भनेको अब आज गाडी छुट्टी जानै पर्यो अब भोलि आउने हो सबै लाएर गाडी छुट्टियो अब नजुरेको त रहेछ त के हो मलाई यता कोठी राख्यो भने राम्रो देख्छ जस्तो लागेको है यहाँनिर यतातिर हुनु नि कोठी पनि चाहिने ठाउँमा चाहिँ हुँदैन यहाँनिर कत्रो नचाहिने ठाउँतिर हुन्छ यहाँ चाहिँ यता कोठी भयो कस्तो गजब देख्यो जस्तो लाग्छ ठुलो छ नि त फेस हाम्रो यहाँ चाहिँ ठ्याक्क सुहाउँदै कि त्योहरूले लाउँछ त लोकल चाउमिन खाना आँटेको गाईहरू सस हालेर दोहोरो गरेर भोक लाग्यो क्या खाएको नि
रातो रोसियालाई स्कुल छुट्यो नि बर्बाद भइसक्यो चाहिँ के गर्ने यहाँबाट चाहिँ हामी जान लागेको सबैले औषधि किन्नु पऱ्यो अब अगाडि खतम भयो निस्क्यो कपाललाई तामे कहाँ खाने परेमा अब गाउँ जाने गाडी पनि पाएन त के गर्नु फेरि जाने हो सो गाइज हामीले चाहिँ गाडी छुटायौँ अब हामी काठमाडौँतिर लाग्दैछौँ र दिदी चाहिँ वासरुम जाँदै हुनुहुन्छ सो अफ रोड भएको कारणले गर्दा नि भिडियो कन्टिन्यू गर्न पाएन सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएको र माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र यस्तै गरी राम्रो राम्रो भिडियोहरू आउनेछ सबैजनाले सपोर्ट गरिदिनु होला